तपाईले काम गर्न सक्नु भएन, छोड्नु पर्यो नि त यो ठाउँ। अरू अर्को गर्न सक्ने मान्छे ठिक आउँछ। छ, त्यो पनि ठिक छ। सरकारले चाहन्छ भने मलाई त्यो कुनै समस्या छैन। म स्वैच्छिक राजीनामा दिनु जनताको अगाडि, सरकार कुरै छैन तपाईँको अगाडि। भएन स्वैच्छिक राजीनामा दिनु मैले सकिनँ, मैले हात ठाडो पारेँ, म सकिनँ जनताको अगाडि मैले काम गर्न सकिनँ, रेगुलेट गर्न सकिनँ, मैले गाइडलाइन्स गर्न सकिनँ भनेर राजीनामा दिनुहोस् तपाईँ। नेपाल एयरलाइन्सको स्वैच्छिक राजीनामा दिनुहोस् तपाईँले। कसरी राजीनामा दिने भने अब के काम गर्न सकेन भने भन्नु पर्यो नि त भने। यत्रो जनताको असन्तुष्टि छ, तपाईँले भनिराख्नु भएको छ कि मैले के काम गर्न सकेन भनिराख्नु भएको छ, बाइपास गरिराख्नु भएको छ। मुद्दा कतातिर छ? यो सुन्नु न, यो हिमाली कर्णालीको क्षेत्र यो फ्लाइट त्यहाँको पीडा हेरिराख्नु भएको छ तपाईँले? त्यहाँको पीडा थाहा छ तपाईँलाई? अब रिचाले बोला त्यो फ्लाइटको उसमा चाहिँ त्यहाँको पीडा थाहा छ तपाईँहरूलाई? त्यो अब भन्नु सम्बन्धित डिपार्टमेन्टले यसमा काम गरिरहेछ कि तपाईँहरू गरेर हुँदैन रिजल्ट चाहियो। रिजल्ट चाहिँ तपाईँहरूले धेरै कुरा गर्नुभयो भनेर यत्रो आन्दोलनको आँधीभुरी ल्याएको होइन त हामीले, होइन?